साथीहरू नमस्कार। फेरि पनि तपाईहरुलाई स्वागत छ लोकसेवा हस्पिटल युट्युब च्यानलमा। आजको हाम्रो प्रश्न रहेको छ खरिदार थर्ड पेपरमा बारम्बार सोधिरहने कानुनका प्रश्न। प्रश्न यस प्रकार छ, कानुनका प्रमुख स्रोतहरू के हुन् उल्लेख गर्नुहोस्। हामीले एन्सरको रूपमा लेख्न सक्छौं एउटा स्लोगन, नागरिक हित रक्षाको औजार कानुन। त्यसैगरी एउटा कानुनको परिभाषा, देश र जनताको सर्वाङ्गीण हितका लागि राज्यले अवलम्बन र लागू गरेको नियमहरूको संग्रह नै कानुन हो। देश र जनताको सर्वाङ्गीण हितका लागि राज्यले अवलम्बन र लागू गरेको नियमहरूको संग्रह नै कानुन हो। समग्रमा भन्नुपर्दा नियमहरूको संग्रह कानुन हो। त्यसैगरी हामीले एउटा कानुनका स्रोतको पनि परिभाषा लेखौं। यहाँ लेख्न सक्छौं हामी, कानुनको उत्पत्ति, विकास र निर्माणको आधारलाई नै कानुनको स्रोत भनिन्छ। के त उत्पत्ति, विकास र निर्माणको आधारलाई कानुनको स्रोत भनिन्छ। अर्को परिभाषाको रूपमा बुझ्नु पर्दा, जुन स्थान, विषय र सन्दर्भबाट कानुन निर्मित तथा विकसित हुन्छ त्यो नै कानुनको स्रोत हो। जुन स्थान, सन्दर्भ, विषयबाट कानुन निर्मित तथा विकसित हुन्छ त्यो नै कानुनको स्रोत हो। त्यसैगरी हामीले कानुनका स्रोतलाई औपचारिक र अनौपचारिक गरी दुई भागमा बाँड्न सकिन्छ। कानुनका स्रोतलाई औपचारिक र अनौपचारिक गरी दुई भागमा बाँड्न सकिन्छ, जुन ध्याय अनुसार रहेका छन्। जुन प्रश्नले सोधेको छ त्यहाँ हामी आइसक्यौं। अब हेर्नुस्, हामीले लेख्न सक्छौं औपचारिक स्रोतको अन्तर्गत। औपचारिक स्रोतमा के पर्छ त संविधान। सर्वप्रथम संविधान कानुनको प्रमुख स्रोतको रूपमा लिने गरिन्छ। त्यसैगरी संविधानको हामीले एउटा छोटो र मिठो स्लोगन, चाहे त्यसलाई चिनाउने कुनै वर्ड छ, शब्द छ, त्यो लेख्न सक्छौं। जस्तै संविधानको लेख्न सक्छौं रेगुलेटिङ एन्ड गभर्निङ चार्टर अफ द नेसन, यो लेख्न सक्छौं। त्यसैगरी विधान भनेको जनप्रतिनिधिले निर्माण गर्ने कानुन। त्यसैगरी नजिरको लेख्न सक्छौं सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्त। प्रथालाई लेख्न सक्छौं लिभिङ ल अफ द सोसाइटी, यो भयो हाम्रो। र एउटा हुन्छ अन्तर्राष्ट्रिय सन्धि सम्झौता, यो पनि कानुनको औपचारिक स्रोतको रूपमा लिने गरिन्छ। अन्तर्राष्ट्रिय मञ्चमा गरिएका प्रतिबद्धताहरू। औपचारिक स्रोतलाई हामीले कसरी याद गर्ने? हामीले याद गर्न सक्छौं संविधान पढिरहेको छ प्रवीणले अन्त गएर। संविधान भइहाल्यो, प्रबाट प्रथा, बीबाट विधान, नबाट नजिर, कहाँ गएर त अन्त गएर अन्तर्राष्ट्रिय सन्धि सम्झौता। त्यसैगरी अनौपचारिक स्रोतमा हेरौं। अनौपचारिक स्रोतमा उल्लेख गर्नुपर्दा हामीले लेख्न सक्छौं विदेशी अदालतका फैसलाहरू। त्यसैगरी संहिताकरण भन्नाले छडिएर रहेका कानुनहरूलाई एकीकृत गर्नु संहिताकरण हो। जस्तै मुलुकी देवानी संहिता, फौजदारी संहिता। त्यसैगरी सम्प्रतिज्ञा, दुई वा दुई भन्दा बढी व्यक्तिबीच भएको सम्झौताहरूलाई सम्प्रतिज्ञा भनिन्छ। त्यसैगरी ऐतिहासिक दस्तावेज, त्यसैगरी धार्मिक ग्रन्थ, कानुनविदको लेख रचना, स्मृतिकरण, व्यावसायिक राय वा प्राज्ञिक कथन, यिनीहरू कानुनको अनौपचारिक स्रोत भयो। यसलाई हामीले याद गर्न सक्छौं विधायका संसव्यस्म। विधायका, बीबाट विदेशी अदालतका फैसलाहरू, धाबाट धार्मिक ग्रन्थ, एबाट ऐतिहासिक दस्तावेज, काबाट कानुनविदको लेख रचना, संसदबाट सम्प्रतिज्ञा र स्मृति संहिताकरण, व्यबाट व्यावसायिक राय वा प्राज्ञिक कथन, स्मबाट स्मृतिकरण। यो भयो हाम्रो कानुनको स्रोतहरू। यसलाई हामीले निष्कर्ष पनि दिन सक्छौं कानुनको स्रोत भन्नाले कानुन विकासको आधारलाई लिने गरिन्छ। कानुनले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने महत्त्वपूर्ण औजारको रूपमा कार्य गर्ने गर्दछ। यति हामीले लेख्दा मलाई लाग्छ कि यो प्रश्न फेरि तपाईले सोध्यो भने तपाईले छोड्नु हुँदैन भनेर। ल, मार्किङ अनुसार हामीले लेख्नुपर्ने हुन्छ। 5 मार्कमा छ भने बढीमा 1.5 पन्ना जानु होला। यदि 10 मार्कमा सोधिएछ भने जस्तै संविधानको मैले 1 लाइन लेखेको छु, यसमा तपाईले ठुलो लेख्न सक्नुहुन्छ। यति गर्दा सायद हुन्छ होला कानुनको प्रमुख स्रोतहरू सोध्दा। आशा गर्दछु कि भिडियोले तपाईलाई धेरै नै साथ सहयोग गर्नेछ होला। र यस्तै भिडियो हेर्नको लागि हामीलाई फलो गर्नु र कुन प्रश्नमा भिडियो हेर्न चाहनुहुन्छ कृपया कमेन्ट गर्नु होला। धन्यवाद।